तपाईँले हेर्नुहोस् है एकदमै यहाँ हाम्रो झङ्कुमा पनि एकदमै यहाँ भिजिटिङमा यहाँ यस्तो फुलहरू छ कि हैट आम्मामा म त तलदेखि चाहिँ कुदेर आएको सास नापेरी अन्त यस्तो दामी फुल हेर्नु लागि चाहिँ आएको हेर्नुहोस् त आम्मामा हो तपाईँ र माथि उम्बु जानु पर्दा यतै आउँदा हुन्छ नि हेर्नुहोस् त आम्मामा त्यो दामी सिनहरू छ तपाईँ अलिकति यता आइदिनुहोस् न तपाईँ पनि यसरी है अब भिजिटिङमा चाहिँ अब तपाईँले हेर्नुहोस् यो एकदमै फुल राम्रो छ यसको चाहिँ बिजनेसमा पनि लगाउँ भनेको तर हुँदैन भन्छ र मात्रै नि अब तपाईँलाई देखाउनु मात्रै नि अब यस्तै सोको लागि भयो ल अन्त यहाँ पनि हेर्नुहोस् न आम्मा मस्तो दामी फुलहरू छ कि त यसको चाहिँ अब ज्यादा होइन तपाईँलाई 1 लाख चाहिँ पर्छ होला आम्मामा एकदमै राम्रो ग्यारेन्टी फुल छ यो पनि हो अब यो तपाईँको पानी पनि चाहिँदैन यस्तो फुललाई चाहिँ कि यो चाहिँ तपाईँको सुक्खामा रोप्दा पनि हुन्छ यो माटो सुक्खा हुँदा पनि माथि चाहिँ चिसो हुन्छ कुनै कसो खाले फुल चाहिँ अचम्मै छ हो आयो आम्मामा यो त कस्तो खाले फल आम्मामा साह्रो अमिलो फल रहेछ यत्रिका अब सबैजनाले अब यो फुलको नाम पनि सुनाइदिन्छु ल यो फुलको नाम चाहिँ के पो भन्ने थियो पासपाती राजमा फुल ल यसको नाम चाहिँ साह्रो लामो छ कि यसको नाम चाहिँ तर तपाईँले अब नाम रट्नु चाहिँ अलिक साह्रो पर्छ ल पासपाती राज फुल हो जम्मा बिर्सेछ नि कस्तो हो राजमा भन्छ पासपाती राजमा फुल त्यो बनेको चाहिँ तपाईँको यो टुप्पा चाहिँ पास भनेको यो चाहिँ राज यो फेदमा हुन्छ नि यहाँ एउटा सुक्खा एउटामा फुल भने चाहिँ यहाँ हुन्छ भनेको नि तपाईँले यो चाहिँ एकदम ल त आजको लागि यति नै तपाईँ